हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यहाँनिर राबङ्लाबाट साङ्मो झरेको छु। साङ्मो किन झरेको भन्दा चाहिँ हामीले चाहिँ मेरो रुख मेरो सन्तति भन्ने चाहिँ है जो चाहिँ गभर्मेन्ट अफ सिक्किमले चाहिँ दिनुभएको है, यसको चाहिँ हामीले बेनिफिट उठाइरहेको छु। आज चाहिँ हामी रुख रोप्दैछु। बेबीको नाममा बेबी भएर अस्ति नै रुख रोप्नुपर्ने अलिक ढिलो भएर चाहिँ योपालि रोप्दैछु। हाम्रो यहाँ बाबा पनि हुनुहुन्छ यहाँनिर। दोजी यहाँ घर बनिरहेछ हाम्रो। घरको मालिक चाहिँ मालिकको छोरी छ, घर मालिकको छोरी। यहाँ घर मालिक आज यहाँ बनिँदैछ घर। बेबी यहाँ दुईजना छ आइलाहरू। बेबी चाहिँ कहाँ छ? यो मेरो रुख मेरो सन्ततिको आज फरेस्ट डिपार्टमेन्टबाट हाम्रो सन्तोष राईज्यू यहाँनिर हाम्रो नानीको 108वटा बिरुवा रोप्ने अनि मेरो रुख मेरो सन्तति भनेर। अनि यहाँ साथै हाम्रो दौगे भाइ पनि यहाँनिर सघाइरहेको छ बिरुवा रोप्नु। हामीले यहाँनिर गुराँस रोप्यौँ बाटोकै छेउमा फुलको लागि हो। त्यहाँदेखि हामी अघि तल ओखर रोपेको छौँ। त्यसै गरेर यहाँनिर यो ब्यानर चाहिँ तपाईँको हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान PS गोलेज्यूले मेरो रुख मेरो सन्तति भनेर एउटा नानी जन्मिएपछि 108वटा बिरुवा अनिवार्य लाउनु पर्ने भएकोले गर्दा यो मेरो छोरी सानो छोरी उसको नाममा अन्त 100वटा बिरुवा आज हामीले रोपेको छौँ। अनि तपाईँहरूलाई सहयोग गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। अनि हाम्रो फरेस्ट डिपार्टका हाम्रो बिओ साहबले पठाउनु भएको हाम्रो FG सन्तोष राईज्यू पनि आज हाम्रो माझमा हुनुहुन्छ। उहाँले ब्यानर पठाउँदै गरेको हुनुहुन्छ। अनि हाम्रो रोडको छेउमा यसरी गुराँस रोपेको छौँ भनेपछि अनि तल बारीमा चाहिँ हामीले ओखर रोपेर सबै हामीले फोटो भिडियो गरेर क्लिप गरेर अब फरेस्ट डिपार्टमा हामीहरू बुझाउने छौँ। खै सन्देशमा अब मेरो पाल्नु फोटो खिच्यौँ होइन उताबाट गर्छौ बोल्न अलिक बोल्न। मेरो रुख मेरो सन्तति SPMको युथ भाइस कन्भेनर भन्नु। हामीले चाहिँ यहाँनिर वृक्षारोपणको कार्यक्रम सकेर पनि है हामी यहाँनिर अब राबङ जानुका लागि गाडीको वेट गरिरहेछु है। अझै वेदर पनि शीतल छ। यहाँ छ यो चाहिँ हाम्रो यो यता देख्दै गर्नुभएको चाहिँ हामी घर जाने बाटो। अन्त यहाँ बसिरहेछ हामी सबैजना। यस्तै छ आज चाहिँ वृक्षारोपणको कार्यक्रम पनि एकदमै राम्रो भयो है। छोरीहरू यहाँ छ। मकै पनि निकै उयो भइसकेको छ, अलिक अग्लो घोगा लाग्नु आँटेछ अब यहाँनिरको ताजी उठाएको आइया रहेछ। यहाँनिर चाहिँ हाम्रो सानो कान्छीको घर। यहाँ छ बाख्रा। यहाँ चाहिँ हामी स्कुल जाने बाटो। यो चाहिँ गाङ्लाको बाटो। यहाँ रुखहरू हेर्नुहोस् है। आज हामीले है रुख रोप्यो है। तपाईँलाई अघि नै भनिसकेँ। यो चाहिँ मेरो रुख मेरो सन्तति भनेर भनिने गर्छ है। यो चाहिँ 2 फरवरी 2023 देखि चाहिँ सुरु गर्नुभएको है हाम्रा सम्माननीय मुख्यमन्त्री है श्री PS गोले सरले। अनि यो चाहिँ हामीले चाहिँ बेबी भइसकेपछि चाहिँ 108वटा है रुख रोप्नुपर्ने है। किन चाहिँ रोप्नुपर्ने भन्दा चाहिँ आमा आपा नानी पनि प्रकृतिसँग चाहिँ जोड्नुको लागि चाहिँ यो एकदमै राम्रो है पहल सुरु गर्नुभएको हाम्रा सम्माननीय मुख्यमन्त्रीज्यूले। अनि हामीले किन चाहिँ यसको उपलब्धि नलिने भन्ने चाहिँ हामीले होइन, यस्तो राम्रो अपर्च्युनिटी हुँदाहुँदै पनि हामीले चाहिँ यो
चिजहरू चाहिँ हामीले गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ लास्ट इयरै एनरोल गरिसकेको थियो है। ढिलो भएको कारणले सेप्टेम्बर महिना है, त्यहाँदेखि त अब रुखहरू रोपे तापनि जाग्दैन नि त, त्यो भएर अन्त अहिले चाहिँ ठिक समय हो भनेर चाहिँ हामीले चाहिँ यो वर्ष चाहिँ अन्त फरेस्ट डिपार्टमेन्टबाट हामीलाई बिरुवाहरू है उहाँहरूले हामीलाई प्रदान गरिदिनु भयो। अनि आज चाहिँ हामीले रोपे है। नानीसँग ब्यानरसँग फोटोहरू पनि लाउनु पर्ने रहेछ, एकदमै राम्रो लाग्यो। यसको चाहिँ खालि मेरो रुख मेरो सन्तति चाहिँ खालि रुख रोपेर मात्रै होइन, रुख पनि रोप्यो, हामीलाई प्रकृतिसँग त जोडायो। तर उहाँले चाहिँ सिएम सरले चाहिँ के पनि अनाउन्स गर्नुभएको छ भने कि अन्त नानीको नाममा 10,800 अनि हामीले रुख पनि रोप्यो है। अब प्रकृतिलाई पनि राम्रो भयो, नानी प्रकृति र मानव बिचको तालमेल पनि अझै राम्रो भयो नै भयो। त्यो त भयो है। त्यसको अर्को प्लस पोइन्ट चाहिँ के छ भने उहाँले 10,800 रुपियाँ पनि नानीको नाममा नानीको ब्याङ्क एकाउन्ट खाता खोलिदिनु भएर उहाँले पैसा पनि फिक्स डिपोजिट हुन्छ। नानीले 18 इयर्स बाद मात्रै हामीले त्यो पैसा निकाल्नु पाउँछ है। यति धेरै उहाँले गर्नुभएको छ। अनि हामीले चाहिँ आज यस अति राम्रो है को चाहिँ उपभोग गरे भनौँ न। आज हामीले आज है वृक्षारोपण गरेर पनि घर आइसकेका छौँ। आज मैले जति पनि तपाईँलाई है मेरो रुख मेरो सन्तति बारेमा तपाईँलाई इन्फर्मेसन दिएँ है, यो सबै राम्रो लाग्यो, तपाईँले सेयर गर्न सक्नुहुन्छ। अनि कति कुरा मैले भन्न छुट्याएँ होला है, तपाईँहरूले अझै राम्रो जानकारी लिन सक्नुहुन्छ है अरूहरूबाट। अनि तपाईँले यस राम्रो अवसरलाई तपाईँहरूले पनि उपभोग गर्नुहोस् है। आउँदो दिनमा तपाईँहरूले पनि 108वटा ट्रिजहरू रोपेर होइन तपाईँहरूले पनि प्राकृतिकसँग प्यारेन्ट्सहरू जोडिनुहोस्। अनि मेरो आजको ब्लग यति नै अन्त गर्न चाहन्छु। इन्फर्मेटिभ भिडियो लागि तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ।